Hey, what's happening, kiddo? Welcome back to my channel, Osmandu. र अहिले चाहिँ 11:01 भइरहेछ। त्यो योभन्दा पहिलाको भ्लग छ नि, योभन्दा पहिलाको भ्लग पनि त्यही आजै 3 बजे उठेर गएको भ्लग हो। र अब पनि म भैरवा जाँदैछु। सो केटा अहिले उतै भेटौँ है त। सक्छु केटा, म चाहिँ बाटोमा छु। यस्तो घाम लागिरहेछ। तिमीहरूलाई भनेर म 11 बजे भैरवा गएर भिडियो गराइदिँदैछु। लाइक र सब्सक्राइब गर है त केटा। ल है त अब म उता बस चढ्ने बेला भेट्छु अनि सिधै बसहरूको भिडियो देखाउँछु। म चाहिँ अहिले माइक्रोमा छु, पुगिसकेको छु। यो हिजो डाले कति टाइम लगायो देख्न सक्छौ। अब चाहिँ म सिधै भैरवा बसमा केटा। यो चाहिँ सलिना प्रिमियरको सिट देख्न सक्छौ। र यो चाहिँ सलिना प्रिमियर हो। सिट चाहिँ एकदमै दामी छ। केटा हो रोयल स्टार दे है त। म यसको भित्रबाट देखाउँछु है त केटा। तिमीहरूलाई कस्तो छ होला। सो गाइज यस्तो रहेछ, यसको देख्न सक्छौ। र यो छ साम्बाल एक्सप्रेस, यो छ 7 स्टार, र यो छ केटा हो तहल्का ट्राभल्स। तहल्का है त। तहल्काले अब तहल्का मचाउँछ केटा हो। देख्न सक्छौ तहल्का। काठमाडौँ 5 स्टारहरू छ। उतातिर नि गाडीहरू छ। अहिले देखाउँछु। एउटा नासा चाहिँ यता छ र यो चाहिँ मुनेसी छ। अर्को नासा चाहिँ यता छ, स्टार्ट गरेछन्। यता एउटा ओमकारा छ, यता अर्को ओमकारा छ केटा। उतातिर मस्तै गाडी छ। म अरू देखाउँछु है त। र यो चाहिँ के भन्छन् ड्यानियल एक्सप्रेस। यो चाहिँ प्रतिज्ञा डिस्कभरी देख्न सक्छौ। प्रतिज्ञा डिस्कभरीलाई र त्यहाँ चाहिँ बुटबल एसी गरे। लायन्स टेनहरू छ। सिरिया एयरबस भन्ने रहेछ। यो चाहिँ लायन्स टेन ओमकारा एसी छ देख्न सक्छौ। यो ओमकारा 5वटै ओमकारा यो ओमकारा रहेछ। अहिले देखाइसकेँ मैले। यो कसको हो? मेट्रो सिटी माइल्स ट्राभल यो छ देख्न सक्छौ। सो केटा यो चाहिँ जेट स्टार देख्न सक्छौ। म जेट स्टार भित्र चढ्छु अब चाहिँ। यता छोड्नु त। जेट स्टार यो चाहिँ देख्न सक्छौ। स्लिपर जेट स्टारको यस्तो छ। जेट स्टार चाहिँ थाइरेस्ट। यहाँ चाहिँ मेची छ। ओए मिरा एडभेन्चर आइज मिरा। यो चाहिँ नयाँ ओमकारा र यो चाहिँ मिरा एडभेन्चर। सलिना एसी रे। अर्को ड्यानियल एक्सप्रेस, होम सफर, प्रार्थना एक्सप्रेस पनि रहेछ है केटा होला। अर्को मिरा एडभेन्चर प्रकाश खोला है। यो चाहिँ रोयल स्टार पास नदिने गाडी। 4-4जनाले खिचे नि देख्न सक्छौ। ड्यानियल एक्सप्रेस र सुपा भिआइपी सोफा र यतातिर छ नै गाडीहरू छ। म चाहिँ यस्तो पसिनाले खिचिसकेको छु। ध्वस्त भएको छु भिडियो गराउँदा। साम्बाला छ। मिरा बुलेट छ देख्न सक्छौ। मिरा बुलेट है त केटा हो त। यसको स्लिपर चाहिँ मलाई दामी लाग्छ। भिडियो गराए त भित्र यस्तो दामी छ यी देख्न सक्छौ। यसको बेस्ट पार्ट भनेको चाहिँ मलाई लाग्ने स्लिपर हो। यो सिङ्गल सिट पनि देख्न सक्छौ। स्लिपर देख्न सक्छौ। सो केटा पसिनाले चाहिँ म यस्तो लतपत भएको छु। गाडी तातो भएर होला। सकिन्न प्रभु। होला अर्को साम्बाला, अरू साम्बाला पनि छन् उतातिर देख्न सक्छौ। थाकेर एक्सट्रिम आइरहेछौँ। केटा हामीले चाहिँ अहिले त्यही एक्सट्रिम ब्रेक लिएको थियौँ। यो चाहिँ प्रिमियर छ। अब चाहिँ अरू देखाउँछु। भित्र देखाउन मिल्यो त्यस्तो देखाउँछ है त। ल यो चाहिँ मन्जुश्री छ म्यानेसी देख्न सक्छौ। यसको अगाडिको लुक चाहिँ मलाई किन हो एकदमै दामी लाग्छ। यो चाहिँ कुन हो कामना रहेछ देख्न सक्छौ। भैरव मेट्रो, भैरवको इन्टेरियर।
भैरव देख्न सक्छौ हामबाट मरिन्छ सिट चाहिँ ठिकठाक रहेछ त्यस्तो दामी रहन्छ पुरानो पुरानो भए रहेछ राज है त केटा बुढा सुब्बा देख्न सक्छौ देवराज इन्टेरियर हेर है त अब देवराजको क्याबिन थियो कारण देवराज फिफा चाहिँ अझ रहेछ है यहाँ फिफा छुटेन्छ यही हो ल केटा सो केटा भिआइपी नेपाल शारदा यो कुन हो काष्ट मण्डप रहेछ यो कुन हो दाजुभाइ अब चाहिँ म यसको इन्टेरियर गराउँछु है चाहिँ रोक्नु देख्न सक्छौ ओमकाराको सिट म चाहिँ अहिले ओमकारामा बसिरहेको छु एकदम कम्फर्टेबल छ यार सिट चाहिँ लास्टको सिटतिर बसेको देख्न सक्छौ दामी छ कि सिट फेरि दामी सिट छ पट्टिकै डिस्कभरीको इन्टेरियर है त पट्टिकै डिस्कभरी है त है पट्टिकै क्या तातो हो मरिन्छ यस्तो दामी छ है पट्टिकै डिस्कभरी चाहिँ सिटमा बसेर नि देखाउँछु रुक्नै यस्तो कम्फर्टेबल छ एकदम सिट एकदम रिक्लाइन गर्ने खै लोमा ल अहिले चाहिँ हामी डिस्कभरीमा छौँ देख्न सक्छौ डिस्कभरीबाट अहिले बस गरेर उडिरहेको छौँ हाम्रो ह्यान्सी गुरु महालक्ष्मी है त सिट हेरौँ है त महालक्ष्मीको राम्रो छ सिट चाहिँ ठिक छ कम प्राइसमा राम्रो यो गाडी त एसी चलिरहेको रहेछ चिसो अझै यस्तो दामी छ रोयल स्टार रे है त देख्न सक्छौ रोयल स्टार रे थाइरेस सिट रहेछ बुल्लो टाइपको थाइरेस सिट होला है लोटिरह यार ए देख्न सक्छौ उता त जान्न यही लोट्यो अशुभ भइसक्यो सो गाइस अहिले चाहिँ हामी हिमालयन मेट्रोमा चढिसकेको छौँ हिमालयन मेट्रो होइन ब्रान्ड हो रे भित्रबाट चाहिँ यस्तो छ हिमालयनको सिट देख्न सक्नु त्यसको पछाडि देख्न सक्नुहुन्छ है झन् चिनेको ए यसरी बनाउने हो हामीहरू चाहिँ अहिले शुभलक्ष्मीमा चढिसकेको छौँ शुभलक्ष्मी देख्न सक्नुहुन्छ सबैले ल है त यो शुभलक्ष्मीको सिट एकदम प्रिमियम छ ल है त शुभलक्ष्मी है त एउटा बसमा छिरेको छ कुन बस हो मलाई पनि थाहा भएन सिट पनि ठिकठाक छ त्यस्तो राम्रो छैन यो बस चाहिँ सो के छ केटा हामी चाहिँ अहिले मिरा एडभेन्चरभित्र आइसकेको छौँ म चाहिँ मिराको सिटमा बसेको छु मिराको सिट चाहिँ रबर जस्तो छ कि धेरै कम्फर्टेबल छ यस्तो आनन्द आइरहेछ नि देख्न सक्नुहुन्छ मलाई चाहिँ बहुत आनन्द आएको छ 11 बजे आएको अहिले कति 4 बन्न आँटिसक्यो अझ पसन्द मात्र गरिरहेछ हजुरहरूको लागि त्यही भएर लाइक सब्सक्राइब गरिदिनु है त म चाहिँ अहिले तहल्का ट्राभल्समा छु देख्न सक्छौ तहल्का नयाँवाला हो यो भन्नाले गाडी चाहिँ नयाँ होइन तर नयाँ हो कि आफै बुझाउ नयाँ है त केटा म चाहिँ अहिले ओमकारामा छु दाइ हुनुहुन्छ ओमकाराको सिटहरू चाहिँ यस्तो छ देखाइसकेँ मैले देख्न सक्छु ओमकारा सोकेरा म चाहिँ अहिले ठ्याक्क मेचीभित्र छु कागडभिट्टा त भैरवाला हरिब कम्फर्टेबल रहेछ यसको सिट पनि देख्न सक्छौ त्यही यो लकेटा हरिब गर्मी छ सकिन्न यहाँ बस्न म बाहिर गएको है त ओमकारा छ यता चाहिँ
5 स्टार है त सोचेर बने पाइसकेको छ देख्न सक्छौ दे पास पास दिए कि दिएनन् खै पासै दिएनन् काम होइन दाइको पासै दिन्न नै यत्रो भिडियो गरेको देखेर देख्दा पनि ल बने पाएर गइरहेको छु मैले कामाको 5 स्टार काठमाडौँको 5 स्टारमा छन् देख्न सक्नुहुन्छ अब चाहिँ यो बाटो हामी जनसेवा क्लब जान लागेको क्याटको क्याबिन भ्यू अर्को सस्ता क्यामेरा मान्छे उता ल अब सिधै घर गएर भेट्न लागि लाग्छ चाहिँ अहिले देख्न सक्छौ काठमाडौँको 5 स्टारमा बसिरहेको छौँ छपरी र अब चाहिँ हामी सिधै घर जान्छौँ मण्डप चाहिँ यो 5 स्टार चाहिँ गयो मलाई पुऱ्याएर ठ्याक्कमा झरिसकेँ र अब चाहिँ ठ्याक्कमा भिडियो एडिटिङ गर्छु 2 चोटि मैले भ्लग एन्ड गरिसकेको थिएँ फेरि एन्ड गर्छु 1 2 3